हजुरहरू अहिले हेर्दै हुनुहुन्छ मात्र पूर्णिमा अफिसियल युट्युबमा नेपाली रोचक अनि मोटिभेसन कथाहरूको सङ्गालो पलासका फुलहरू। साथी, यो कुनै साधारण कहानी होइन। यो कथा हो एउटा निर्दोष युवतीको, जसले समाजको क्रूरताको शिकार हुनु पर्यो। यो कथा हो बलिदानको, सङ्घर्षको र अन्याय विरुद्ध उठेको जनसागरको। यो कथा हो निर्भयाको, जसले आफू मरेर पनि दुनियाँका हरेक मान्छेहरूलाई एउटा गतिलो पाठ पढाएर गएकी छिन्। आउनु आज तिनै एउटी निडर नारी निर्भयाको कथा सुनौँ है त। नमस्ते अनि अभिवादन, म पूर्णिमा बैजाली। मेरो च्यानल पूर्णिमा अफिसियलमा यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। साथी, सदा चाहिँ आजको भिडियोमा पनि एउटा नयाँ कथा लिएर आइसकेकी छु। साथी, आजको कथा एउटा सत्य घटनामा आधारित छ। कथा पुरा सुनिदिनु होला। हुन्छ साथी, कथा सुरु गरौँ है त। डिसेम्बर 16, 2012, दिल्लीको चिसो रात। 23 वर्षीय फिजियोथेरापी इन्टर्न निर्भया आफ्ना साथी अरविन्द र प्रताप पाण्डेसँग चलचित्र लाइफ अफ पी हेरेर फर्किरहेकी थिइन्। दुवैजनाले रातको 9:30 बजे मुनिरका बस स्टपमा उभिएर सार्वजनिक सवारी कुर्दै थिए। अचानक एक अफ ड्युटी चार्टर बस त्यहाँ आएर रोकियो। बसभित्र 6 जना थिए, ड्राइभर सहितका। उनीहरू सबै मदिराले लट्ठ थिए। बसभित्र बसेका 6 जना यात्रुहरू देखेर शङ्का गर्ने ठाउँ थिएन। निर्भया र अरविन्द र त्यो बसमा चढ्छन्, यो सोच्दै कि अब केही मिनेटमै घर पुग्नेछौँ हामी। तर उनीहरूलाई के थाहा, त्यो यात्रा उनीहरूको मृत्युको यात्रा बन्न गइरहेको थियो। बस चल्न थाल्यो। बस चल्दै गर्दा ती बसमा बसेका 6 जना यात्रुहरूले उनीहरूमाथि हेर्दै केही अश्लील शब्दहरू बोल्न थाले। अनि बसले पनि अनौठो जङ्गलतिरको बाटो समातेको देखेर अरविन्द्रले शङ्का गरे। बसका ढोका र झ्यालहरू पनि झ्यापझुप्प बन्द गरिए। यो सब देखेर अरविन्द्रले विरोध जनाए। हामी गलत बाटोमा गइरहेका छौँ, रोक्नुहोस् प्लिज। तर त्यसको जवाब हातपातमा बदलियो। एकजनाले फलामको रड उठाएर अरविन्द्रको टाउकोमा बजाए। रगत बग्न थाल्यो। उनी भुइँमा ढले। अरविन्द्र रक्ताम्बे भएको देखेर निर्भयाले उनीहरूलाई हात जोडिन्, दयाको भिख मागिन्। प्लिज, उनलाई माफ गर्नुहोस्, उनलाई नमार्नुहोस्। तर ती दरिन्द्रहरूले निर्भयाको एक सुनेनन्। अझ उल्टा उनी माथि जाइ लागे। उनीहरूले निर्भयालाई घिसारेर बसको पछिल्लो सिटमा लगे। उनले चिच्याउन खोजिन्, तर एकजनाले उनको मुख बन्द गरिदियो। उनीहरूको यातना यतिमै सीमित भएन। उनीमाथि पालैपालो बलात्कार गरियो। 1, 2, 3 सबैले पालैपालो उनलाई लुटे। उनी रोइन्, कराइन्, बिन्ती गरिन्, मलाई जान दिनुहोस् प्लिज। तर ती नरपिशाचहरूको क्रूरतामा कुनै कमी आएन। उनीहरूले उनलाई अझै ठुलो पीडा दिन चाहे। अब उनीहरू नसाको मातमा दाना भइसकेका थिए। एकजनाले अघि अरविन्द्रलाई टाउकोमा हिर्काएको फलामको रड उठायो। त्यसलाई उनको संवेदनशील अङ्गमा जबरजस्ती घुसाइयो। अनि त्यो रड त्यतिकै बाहिर निकालिएन। त्यसलाई घुमाइयो, तानियो, उनको आन्द्रा बाहिर निकालियो। निर्भया पागल झैँ कराइन्, म मर्न चाहन्न। तर ती दानवरूपी पुरुषहरू केवल हाँसिरहेका थिए। तिनीहरूको लागि यो एउटा रमाइलो खेल लागिरहेको थियो। अपराधीहरूले उनलाई थप यातना दिन थाले। कसैले उनको शरीरलाई सिगरेटले पोल्न थाले। कोही उनको प्राइभेट पार्टमा हात हाल्दै थिए। 3 घण्टासम्म बस दिल्लीका गल्लीहरूमा घुमाइयो, जबकि भित्र एक निर्दोष युवतीको शरीर र आत्मा चकनाचुर बनाइँदै थियो।
उनीहरूले निर्भया र उनको साथीलाई नग्न अवस्थामा सडकमा फालिदिए, मर्नलाई छोडिदिए। सडकमा लडेको उनीहरूको शरीर हिउँ जस्तै चिसो हुँदै थियो। उनीहरू जिउँदै थिए, तर उनीहरू एकदमै छटपटाइरहेका थिए। गाडीहरू आउँथे जान्थे, सबैले गाडी रोकेर हेर्थे, तर कसैले पनि उनीहरूको सहयोग गर्न चाहेनन्। अन्त एकजना पैदल यात्रीले उनीहरूलाई यस्तो हालतमा देख्यो अनि तुरुन्त पुलिसलाई खबर गर्यो। नगर पुलिस आयो अनि एम्बुलेन्स बोलाएर उनीहरूलाई तुरुन्तै अस्पताल पुर्याइयो। डाक्टरहरूले जाँच गर्दा थाहा पाए निर्भयाको शरीरभित्र केवल 5% आन्द्रा मात्र बाँकी थियो। उनको शरीरभरि नीलडाम थिए, रगतको मात्रा एकदमै कम भइसकेको थियो, तर पनि उनी जीवित थिइन्। उनी यस्तो अवस्थामा पनि उनी बोल्न सकिरहेकी थिइन्। उनले प्रहरीलाई भनेकी थिइन्, म ती अपराधीहरूलाई सजाय दिएको देख्न चाहन्छु। उनले आफ्नो मृत्युलाई स्वीकार्न चाहेकी थिइनन्। उनी बाँच्न चाहन्थिन्। उनी ती अपराधीहरूलाई सजाय भएको आफ्नै आँखाले देख्न चाहन्थिन्, तर उनको शरीरले साथ दिन छाड्दै थियो। यो घटनाले पुरा भारत हल्लाएको थियो। राजनीतिक माहौल तताएको थियो। देशभर प्रदर्शन सुरु हुँदै थियो। पुरा देशभरिका मानिसहरू सडकमा उत्रेर बलात्कारी विरुद्ध नाराबाजी गर्न थालेका थिए। बलात्कारलाई फाँसी दे, निर्भयालाई न्याय दे भन्दै पुरा देश सडकमा उत्रिएको थियो। बलात्कार विरोधी कानुन सुधार गर्न सरकारमाथि दबाब आउन थाल्यो। जनताको नाराबाजी र पुलिसको कोसिसले 6 जना अपराधी पक्राउ परे। रामसिंह, मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता, अक्षय कुमार र एक नाबालिग। तर निर्भयालाई न्याय पाउन धेरै समय लाग्यो। धेरै प्रदर्शन र सङ्घर्षपछि आखिरकार त्यो एक दिन भारतको संविधान संशोधन गरियो र एउटा नयाँ कानुन जन्मियो र उनलाई न्याय मिल्यो। त्यसपछि रामसिंहले तिहार जेलमा आत्महत्या गर्यो। नाबालिग भनिने एकजना अपराधीलाई 3 वर्ष सुधार गृहमा राखियो। बाँकी 4 जनालाई मृत्युदण्डको सजाय सुनाइयो। अनि यसरी निर्भयाले आफ्नो लागि न्यायको लागि लड्दा लड्दै 29 डिसेम्बर 2012 सिङ्गापुरको माउन्ट एलिजाबेथ अस्पतालमा निर्भयाको जीवनको अन्तिम घडी रोकियो। तर उनको आत्माले भने अझै हार मानेको थिएन। जिउने कोसिसमा त्यो अन्तिम लडाईँ लडिरहेकै थियो। भारतीय कानुन अनुसार बलात्कार पीडिताको नाम सार्वजनिक गर्न नपाइने भएको हुनाले उनलाई मिडियाहरूले निर्भया नाम दिए, जसको अर्थ हुन्छ निडर। जस्तो मुस्किल अनि कठिन परिस्थितिसँग पनि लड्न सक्ने, सङ्घर्ष गर्न सक्ने अनि सामना गर्न सक्ने। किनभने उनले अन्तिम क्षणसम्म पनि लडिरहिन्, आफू जिउनको लागि र आफ्नो न्यायको लागि। आफू मरेर गए पनि उनले आगामी पिढीका नारीहरूको लागि भारतमा एउटा नयाँ कानुन जन्माएर गएकी छिन्, जसको कारणले अब उपरान्त कसैले त्यस्तो अपराध गर्नदेखि थोरै भए पनि डराउँछन् कि भन्ने आश गर्न सकिन्छ। हस्त साथी, आजको कथालाई म यही टुङ्ग्याउन चाहन्छु र हजुरलाई आजको कथा कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुनेछ। अर्को भिडियोमा फेरि अर्को नयाँ कथा लिएर आउने बाचा गर्दै आजको लागि छुट्टिन चाहन्छु। तबसम्मको लागि आज्ञा दिनुहोस्। नमस्ते अनि शुभरात्रि।